नमस्कार, म स्वामी आनन्द सौरभ ओशो तपोवनबाट। यहाँहरू सबलाई म ओशो तपोवनमा हरेक अङ्ग्रेजी महिनाको 2 देखि 8 तारिक हुने न्यू विपसना ध्यान शिविरमा स्वागत गर्न चाहन्छु। त्यहाँ तपाईहरूलाई कसरी साइलेन्ट सिटिङ गर्ने, कसरी सक्रिय ध्यान कसरी गर्ने, त्यो सबै विधिको बारेमा जानकारी दिन्छौँ। र ओशोले के देख्नुभयो भन्दाखेरि अहिलेको नयाँ मनुष्यलाई एकैचोटि तपाईँले साइलेन्ट सिटिङमा बसाउनु भयो भने गाह्रो हुन्छ। हाम्रो शरीर, हाम्रो मन धेरै चञ्चल भइसकेको छ। त्यसैले उहाँले के भन्नुभयो, विपसना ध्यान बडो राम्रो ध्यान छ, तर त्यसमा हामीले एक्टिभ मेडिटेसनहरू पनि जोड्नुपर्छ। ओशोले ध्यान सँगसँगै सेलिब्रेसनलाई पनि जोड्नुभयो, जसले गर्दाखेरि ध्यान चाहिँ एक किसिमको बोरिङ, अल्छी लाग्दो नहोस् र एउटा उत्सवपूर्ण होस्। यो न्यू विपसना ध्यान शिविरमा हामी यो सबै चिजलाई कम्बाइन गरेको छौँ। 7 दिनको शिविरमा तपाईँको मन धेरै हल्का भएर जान्छ र विटनेसिङ गर्ने क्यापासिटी छ, त्यसमा पनि राम्रो वृद्धि हुन्छ। नयाँ मित्रहरू साथसाथै पुराना साधक मित्रहरूलाई पनि यो न्यू विपसना शिविरमा आमन्त्रण गर्न चाहन्छु। हामी तपाईँको प्रतीक्षामा छौँ।